यहाँहरू सबैलाई हार्दिक स्वागत छ। हामी चाहिँ एउटा आज भ्लग बनाउँदैछु म। दाइहरू हुनुहुन्छ, उहाँहरूसँग कुराकानी गर्दाखेरि कोही पनि यो भ्लगमा बोल्न मान्नु भएको छैन भने आजको यात्रामा उहाँ रमाउनु भएको छैन। यो चाहिँ मैले अहिले नै भनेको छु, यो कमेन्टमेन्ट मैले गरेको छु। यात्रा एकदम रमाइलो भएको छ, साथीभाइसँग रमाइलो गर्ने गर्मी छ। गर्मीको सँगसँगै पनि नगरपालिका यो तोबिला पुलमा आइरहेको छु र यहाँ गाडीभित्र चाहिँ धेरै हाम्रो आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरू सबैलाई पनि देखाउँछु। ल है, हाम्रो यात्रा चाहिँ आजको एकदमै रमाइलो हुनेवाला छ है। ल एकदम छेउबाट सरले भनिदिनु पर्यो ल आजको यात्राको विषयमा हामी कहाँसम्म पुग्दैछौँ। आज हामी पुष्पमा तोबिला हुँदै फलेवास जिमिरी घाटबाट हामी रिडीसम्मको यात्रा छ। एकदम रमाइलो भइरहेछ अहिलेसम्म अझै पनि रमाइलो गर्ने क्रममा छ। यता एकदम रमाइलो गर्ने हाम्रो के सुरुवात भइरहेको छ। अब हामी यहाँबाट फलेवास पुगेपछि अर्को भ्लग बनाउनेछौँ। ल शङ्कर दाइको केही किन हात मात्रै हल्लाउने बेला हात हल्लाएर बोल्नै पर्यो नि। रानी मल ल हाम्रो यता नवराज दाइ आजको विशेष व्यक्ति मान्छे म ड्राइभर होइन। केही समय आज पुरै म टुर गराउने। ल ओके, हामी चाहिँ बिचबिचमा हामी यहाँ रमाइलो ठाउँहरू देखाउँदै अपडेट दिँदै गर्छौँ। ल हामी यो जिमिर घाट, खास गरी यो जिमिर घाटको यो हामीले तपाईँहरूलाई विभिन्न ठाउँको दृश्य देखाइरहेका छौँ। यो भ्लग चाहिँ कस्तो हुन्छ यो अन्तिममा हामी तपाईँहरू समक्ष राख्नेछौँ र तपाईँहरूले कमेन्ट गर्नुपर्ने हुन्छ कस्तो छ। अब चाहिँ हामी गुल्मीको सिमाना होइन हो, ल बागलुङ र यो गुल्मीको सिमानामा आइपुगेका छौँ। है घेक्रो खोल्ने भनेको यहाँ मेरै खुल्ला त भयो यार। ल जैमिनी नगरपालिका भ्रमण गर्नुभएकोमा धन्यवाद भन्ने यहाँलाई मैले देखाइसकेको छु। यहाँबाट पारी चाहिँ हामी कालीगण्डकी गाउँपालिका, यो चाहिँ गुल्मीको कालीगण्डकी गाउँपालिका हामी प्रवेश गरिसकेका छौँ। हाम्रो आजको यो यात्रा निकै रमाइलो हुँदैछ। साथीहरूलाई हामी मात्र रमाइरहेका छैनौँ, यो दृश्यमा साथीहरूलाई पनि हामीले रमाइलो होस् भनेर यो दृश्य कैद गरिरहेका छौँ। यो यात्रा एउटा अविस्मरणीय बनाउने हामी यो जमर्को गरिरहेका छौँ र यो एउटा भ्लग तयार गरिरहेको छु मैले। हजुर हो, पारीपट्टि चाहिँ फेरि पर्वतको बिहारी गाउँपालिका हो। पारीपट्टि पनि यस्तै बाटो छ, सेवा सुविधाहरू अहिले गाउँमा धेरै राम्रो छ, तर मान्छेहरू चाहिँ गाउँ बस्तीहरू खाली भइरहेका छन्। ल हेर्नुहोस् यो यात्रा एकदमै यो छोटो दुरीको यात्रा यदि ठुलो पाल्पातिर गर्दै हुनुहुन्छ भने यो ल है साथीहरू, हामी फाइनल्ली पूर्तिघाट बजार को यो उसमा आइसकेको छ। पूर्तिघाट बजार हुँदै बिर्मी रेडी जाने बाटोलाई हेर्नुहोस्, यो तल्लो बाटो हामी लाग्दैछौँ। ल खास गरी हामी पूर्तिघाट बजार अब केही समयमा यहाँलाई मैले देखाउन गइरहेको छु। सरर शैली
अगाडिको मैले देखाइरहेका हाम्रो आदरणीय व्यक्तित्वहरू सरहरूलाई चाहिँ कहाँ जानुभयो भन्नु पनि सक्नुहुन्छ। त्यो हुनाले अब मैले फेरि उहाँहरूलाई देखाउँछु। हामी पूर्तिघाट बजार आइसकेका छौँ। पूर्तिघाट बजार साथीहरू, होइन पूर्तिघाट बजार आइसकेका छौँ। कालीगण्डकी 4 पूर्तिघाट देखाइरहेको छु। पूर्तिघाट बजार निकै सुन्दर बजार छ यो बजार। कालीगण्डकी गाउँपालिका 4 पूर्तिघाट। यहाँ साथीहरू खेलिराख्नु भएको छ। यो एकदमै सुन्दर बजार पूर्तिघाट बजार हो। कालीगण्डकी गाउँपालिका कार्यालयमा हामीले यहाँलाई देखाउन गइरहेका छौँ। मैले यो सबै बजार यहाँलाई देखाउन गइरहेको छु। लगभग फाइनल्ली पूर्तिघाट बजार सकिएको छ है। ल है साथीहरू, हामी फेरि यहाँलाई यो अपडेट गराउँदैछौँ। हाम्रो यात्रा आज यो भ्लग मैले गराइरहेको छु र अपडेट गराउँदैछौँ। मैले अगाडि नै के भनिराखेको छु भने यहाँ म प्रत्येकसँग कुराकानी गर्नेछु। हाम्रो आदरणीय सरहरू दाइहरू हुनुहुन्छ, उहाँहरूसँग कुराकानी गर्दाखेरि कोही पनि यो भ्लगमा बोल्न मान्नु भएको छैन भने आजको यात्रामा उहाँ रमाउनु भएको छैन। यो चाहिँ मैले अहिले नै भनेको छु, यो कमेन्टमेन्ट मैले गरेको छु। प्रत्येकले आफ्ना चाहिँ आजको यो यात्रा कस्तो हुँदैछ त्यो विषयमा भन्नुहुन्छ। म यहाँबाट सुरु गर्दैछु। एकदमै यात्रा चाहिँ एकदम इन्जोयफुल भइरहेछ। हजुर, एकदम रमाइलो। हजुर, अब बेला बिचा चाहिँ बिसाउँदै हजुर भनौँ न एउटा चाहिँ सिनहरू हेर्दै होइन। अब यो ठाउँमा अहिलेसम्म म गएको पनि थिइनँ। सायद पूर्तिघाटबाट म तल रिडी साइड गएको थिइनँ। एक टर्निङमै मलाई चाहिँ कस्तो भने मलाई के त्यो स्वर्ग नै गयो जस्तो फिल भइरहेको। स्वर्ग नै यही हो भने ल हाम्रो सरलाई यो घुम्ने फिर्ने क्रम त भइ नै हालेको थियो। आजका साथीहरूसँग एकदमै राम्रो रमाइलो भइरहेछ। र यो बाटो चाहिँ सुनिराखेको कोरिडोर यो छ ऊ छ, यो बाटो जान पाए धेरै साथीहरूले कुराकानी गरि नै राखेका थिए, त्यो सुनिएको थियो। आज प्रत्यक्ष रूपमा हामी चाहिँ यो यात्रा चाहिँ गरौँ न त भनेर साथीभाइ बिहान चिया खाँदै गर्दा चिया पिउँदै गर्दा यो प्लानिङ बनाएर हिँडिरहेका छौँ। यात्रा रमाइलै छ, रमाइलो छ है, रमाइलो छ एकदम। फेरि पनि जोडिनेछौँ हामी। यो सबै बिर्सिरहेका छौँ हामी र एकदम रमाइलो बढी भएको हुनाले गर्मीको महसुस गरिएको छैन। फेरि अर्को पटक जोडिनेछौँ हामी। धन्यवाद। एकदमै यो समय परिस्थितिले गर्दाखेरि हामीले मोडल बनाउन नसकिएको दाइ हुनुहुन्छ, तैपनि एकदमै रमाइलो बनाउनुहुन्छ, टिकटक बनाउनुहुन्छ। उहाँले धेरै यो गीत सङ्गीतको बारेमा चाहिँ हामीलाई यो यस्तो गीत हो यस्तो गीत हो भनेर पनि सिकाउनुहुन्छ। आदरणीय शङ्कर दाजी हुनुहुन्छ। ल शङ्कर दाई, यात्रा कस्तो हुँदैछ? मैले अगाडि नै भनेको छु, यो भ्लगमा कोही पनि बोल्न मान्नु भएन भने यो यात्रामा उहाँ रमाउनु भएको छैन भनेर मैले अगाडि नै भनिसकेको छु। आफ्नो एउटा अनुभव सेयर गरिदिनु। यात्रा एकदम रमाइलो भएको छ। साथीभाइसँग रमाइलो गर्दै गर्मी छ, गर्मीको सँगसँगै पनि साथीभाइको रमाइलोले गर्दाखेरि चाहिँ कति पटक हिँडिसक्नु भयो दाइ? यो मेरो अहिले चाहिँ पहिला र अहिले कस्तो छ? यो 5औँ पटक भयो। हजुर, 5औँ पटकमा चाहिँ बाटो यो कोही कोही ठाउँमा त अफरोड नै छ होइन, नभएदेखि सबै बाटो राम्रो छ, आउँदा हुन्छ घुम्नलाई। यात्रामै हुनुहुन्छ सबै, हामी पनि यात्रामा छौँ। यहाँ चाहिँ एकदम ड्राइभ गरिराख्नु भएको छ हाम्रो नवराज दाईले। ल नवराज दाईको अब सुनाउँ। उहाँको उसले पनि गीत पनि जान सक्छ है। ल है, हामीलाई एकदम सरप्राइज पनि दिनुहुन्छ दाईले कहिले चाहिँ रमाइलो छ यो यात्रा। हजुर। मेरो दोस्रो पटकको यात्रा हो। हजुर, अब साथीभाइहरूसँग यसरी रमाइलो गरेर हजुर, अझ आफै स्टेरिङ समातेर हिँड्दाखेरिको मजा चाहिँ अझ छुट्टै आनन्द फिल भइरहेछ होइन। यो यात्रालाई थोरै सङ्गीतमय बनाउँदाखेरि पनि राम्रै हुन्थ्यो कि दाइ?
सङ्गीतमय त अब यहाँ त यसो डिजे बोल्ने कुरा हो होइन। हजुर अब त्यसलाई चाहिँ थोरै बन्द गरिदिनु भयो हामी आफ्नै आवाजमा भन्न खोजेको मैले आफ्नै आवाजमा चाहिँ अलि आउँदैन। हजुर तैपनि हामी यसो समेट्ने प्रयास गर्छौँ यसो सुरुवात मात्रै गरिदिनु नि त अब एउटा आफैले चिची भन्ने गाउनु हुन्थ्यो नि तपाईँले अब आफैले मोडलिङ गरेको गीत छ मेरो सैले भर काटो भन्ने चाहिँ होइन। हजुर हजुर अब त्यो गीत चाहिँ अब बजारमा राम्रै पनि चल्यो। फेरि अरू नयाँ 2-3टा गीतहरू आउँदैछ मोडलिङ गरेर। हजुर त्यो गीतहरू रेकर्डिङ हुँदैछ। हस् त्यसमा चाहिँ फेरि भेटौँला। अहिलेलाई चाहिँ हाम्रो यो यात्रालाई चाहिँ तपाईँले बठाइ गर्नुभयो नि यो भ्लगमा चाहिँ तपाईँले गीतको प्रचार गर्नुभयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद छ। हुन्छ हामी पेज जोडिनेछौँ है हामी यो पूर्तिघाटबाट अगाडि बढिसकेका छौँ। भन्नु नि दाइ कहाँ हो सेतीबेडी ल हामी यो अर्बेनी बस पार्क भनेर लेखिरहेको छ हामी अर्बेनीमा आइसकेका छौँ। मैले भनिरहेको छु तपाईँलाई हामी हाम्रो यात्राको विभिन्न ठाउँका महत्त्वपूर्ण ठाउँको दृश्य मैले देखाइरहेको छु। पूर्तिघाटभन्दा अगाडि आइसकेर यो अर्बेनी भन्ने ठाउँ मैले देखाइरहेको छु। लायक ठाउँ छ लायक ठाउँ छ पानीपट्टि यो विशेष गरी यो बिहानी 4 सुक नम्बर 4 माथि जङ्गल छ कालीगण्डकी बगेको छ कालीगण्डकी गाउँपालिकामा हाम्रो यात्रा छ। रेडी अझै 26 किलोमिटर भनेर देखाइरहेछ यो अर्बेनीभन्दा अगाडि आइसके पछाडि छुट्टै भन्दा फेरि मुनि काली ठुलोको हजुर ओके खिचिरहेको छु मैले ल ल ल ल यो हनुमान पार्क विशेष गरी कालीगण्डकी गाउँपालिका हर्मीचौर गुल्मीमा हामी आइपुगेका छौँ र फाइनल्ली हामी कहाँ आइपुग्यो ल यति बेला मेरो साथमा हुनुहुन्छ शङ्कर दाई हर्मीचौर है कस्तो लागिरहेको छ यी अर्को हाम्रो कृष्ण दाई एकदम राम्रो ओके ल सर कस्तो हुँदैछ ल एकदम रमाइलो यो पहिलोपटक भन्दै हुनुहुन्छ है तपाईँ यहाँ एकदम पहिलोपटक हो यहाँ आइराख्नु भएका दाईहरूसँग फेरि मैले प्रतिक्रिया लिन्छु ल
हामीलाई चाहिँ यो रमाइलो बनाउनका लागि आज नितान्त उहाँ एकदमै खटिराख्नु भएको छ हाम्रो नवराज दाई। भनिदिनुहोस् न यहाँको विषयमा यसो थोरै भनिदिनुहोस्। यहाँ यो तलपट्टि देखिएको यो के हो? तलपट्टिको चाहिँ यो मिर्मी यो मिर्मी तपाईँले मिर्मी मुनि काली थुनेको त्यो गीत त सुन्नु भएकै होला। यसै पनि फेमस छ। आज हामी चाहिँ यो मिर्मीको हामी यता हर्मी चौरबाट हामी मिर्मी मुनि यो काली थुनेको निहाल्दैछौँ होइन। ल यो हनुमान पार्क है, तपाईँहरूलाई मैले अगाडि नै भनिसकेको छु। यो हनुमान पार्क निकै सुन्दर छ। यहाँ चाहिँ आन्तरिकदेखि बाह्य पर्यटकहरूको बेला बेला यहाँ भिडभाड हुने गर्छ र यहाँबाट निहाल्नेहरू पनि यो मिर्मी मुनि काली थुनेको हन्तै मायालाई छ्याउ रे मायाले साँच्चै हो कि आला सुनेको। ल हेर्नुहोस् है र मिर्मी भयो, यो मिर्मीको ड्याम भयो होइन। हजुर हजुर। अब त्यो पारिको मिर्मीको बजार भयो। हामी त्यहाँबाट एक साइड चाहिँ पर्वत लाग्छौँ भने एक साइड पाल्पा हुँदै हामी उता बुटोल जान सक्छौँ। भने पछाडि यो पारिपट्टिदेखि नै यो के पर्यो स्याङ्जा? यो पारिपट्टिदेखि चाहिँ यो कालीगण्डकी गाउँपालिका पारिपट्टिको स्याङ्जा नै भयो। स्याङ्जा भयो। अब यो माथि गयो भने चाहिँ हामी चाहिँ पाल्पा हुँदै उता स्याङ्जा हुँदै पाल्पा त्यो साइड चाहिँ पर्वत पर्यो। यो चाहिँ पर्वत पर्यो। यो साइड चाहिँ पर्वत पर्यो। हामी चाहिँ अहिले गुल्मीमा छौँ। हो ल ओके फाइनल्ली फेरि पनि यहाँलाई म स्वागत गर्छु। मैले आजको यो भ्लगमा विभिन्न ठाउँको दृश्यहरू, महत्त्वपूर्ण ठाउँको दृश्यहरू देखाउने क्रममा अहिले हामी यो विशेष गरी मिर्मी मुनि काली थुनेको यो ड्याम साइड तपाईँहरूलाई देखाउन पनि हामीले चाहन्छौँ। दृश्यमा पनि यो हामी ड्याम साइडमा आइसकेका छौँ र हाम्रो यात्रामा आज मैले भनिरहेको छु एकदमै आदरणीय दाईहरू सरहरू हुनुहुन्छ र यो यात्रालाई हामीले एकदम अविस्मरणीय बनाउन चाहन्छौँ। हामी जिन्दगीको यो यात्रामा हामी कहिले सँगै हुन्छौँ, कहिले बिछोड हुन्छौँ, कहिले नजिक हुन्छौँ, कहिले टाढा हुन्छौँ र कहिलेकाहीँ कस्तो लाग्छ भने यी भ्लगहरू र यस्ता खालका यी भनौँ न यी भिडियोहरूले सम्झना स्वरूप पनि कहिलेकाहीँ यी यादहरूलाई ताजा बनाइदिने गर्छ। सोही स्वरूप हामी चाहिँ यो आज एउटा भ्लग बनाउँदैछौँ। कुनै न कुनै माध्यममा हामीले हाम्रो मन, हाम्रो एउटा यो सम्बन्धलाई नजिक राख्नका लागि पनि यो यात्रालाई चाहिँ हामीले एउटा दस्तावेज गर्ने गरी हामीले भिडियोमा कैद गर्दैछौँ र मैले तपाईँलाई पृष्ठभूमिमा पनि देखाइरहेको छु। यो भिडियो मार्फत तपाईँले देख्न सक्नुहुन्छ यो मिर्मी मुनि काली थुनेको पारिपट्टि स्याङ्जा। हामी अहिले गुल्मीमा रहेर बोलिरहेका छौँ। तपाईँलाई यो भिडियो बनाउँदै गर्दाखेरि तपाईँलाई देखाउने क्रममा हामी यो कैद चाहिँ गुल्मीमा रहेर गरेका छौँ भने उतापट्टि चाहिँ पर्वत पर्छ। पर्वत यहाँबाट सम्भवतः अगाडि मैले देखाइसकेको छु, तर अहिले यहाँ ठ्याक्कै देखाउँदाखेरि भिडियोमा तपाईँले देख्न अलिक गाह्रो पर्न सक्छ। हामी हाम्रो यात्रा जहाँसम्म पुग्छ त्यहाँका दृश्यहरू देखाउनेछौँ। हेर्दै गर्नु होला, कस्तो लाग्छ भन्दै पनि गर्नु होला है। यहाँबाट यता राइट साइड लाग्यो भने गलकोट गइन्छ है। यताबाट गुल्मी, अहिले रुद्रबेडी, सत्यवती, खैरेनी, पहाडी एकदमै यो रुद्रबेडी गुल्मी सत्यवतीमा छौँ। यो सत्यवतीको यो पुल पार गरेर हाम्रो यात्रा हुँदैछ बेडीको। यहाँलाई रुद्रवती होइन रुद्रबेडी आइरहेका छौँ। हामी अब यहाँ यो हो तल कालीगण्डकी माथि अचम्मेश्वर अचम्मेश्वर श्री अचम्मेश्वर मन्दिर दर्शन गरौँ। अचम्मेश्वर मन्दिर, अचम्मेश्वर मन्दिरबाट लागिसक्यो। संसारमा बसा हामी फाइनली यात्राको गन्तव्य स्थल हो। हामी
तर यस ठाउँमा टिकटक बनाउने भिडियो बनाउने दृश्य हामीले यहाँलाई देखाइरहेका छौँ। निकै प्रचार प्रसार लागि पनि हामीले यो दृश्य कैद गरिरहेका छौँ र हाम्रो आजको यात्रा यहीँसम्मको थियो र हामी यो यात्रा अन्तिम धार्मिक क्षेत्र पनि हो यो। यसमा यहाँ चाहिँ कुन बेला अरे मेला लाग्ने? माघे सङ्क्रान्ति नयाँ वर्ष लगायत माघमा पनि यहाँ ठुलो मेला लाग्ने गर्छ। रुरु क्षेत्र धाम रेडीमा यहाँहरूलाई हार्दिक स्वागत छ भन्ने यो बोर्ड पनि तपाईँले देखाइरहेको छु। यो प्रमाणको लागि है, मैले भनिरहँदाखेरि पनि यो रेडी हो कि होइन भन्ने लाग्न सक्छ कसैलाई। हामीले यो रेडी नै भनेर यो बोर्ड पनि देखिसक्यो। हामी रेडी क्षेत्र गुल्मीको यो रुरु क्षेत्रमा प्रवेश गरिसकेका छौँ। ल फाइनल्ली मैले यहाँ झरिसके पछाडि फेरि हाम्रो दाइहरूसँग कुराकानी गर्नेछौँ। ल यहाँबाट यता मैले देखाइरहेको यो गेटबाट यता चाहिँ हामी पाल्पा जाने यो पाल्पा जाने क्षेत्रतिरै अगाडि बढ्यौँ होइन? एकदम ल हेर्नुहोस्, आहा यो नेपालको नक्सा दुईतिर छ। तानसेन, ओहो ल हेलो तानसेन। ल हामी तानसेन आइसकेका छौँ। तानसेन नगरपालिका पाल्पा। ल है ल बारीको बाटो कता? सुब्बा देउराली जाने बाटो। सुब्बा देउराली जाने बाटो। हामी यो तानसेन नगरपालिकाको यो बाटोमा हिँडिरहेका छौँ। यो ओके ल कुस्मादेखि हामी रेडी यो पाल्पासम्मको यात्रा गर्दै गर्दाखेरि हामी यो ठाउँ कमल पोखरीमा आएर खाजा खाइसके पछाडि यहाँ अब दाईहरूको फेरि अनुभव लिँदैछु। यहाँ कस्तो भइरहेछ? किसन दाई हुनुहुन्छ यहाँ। किसन दाई यति रमाइलो हजुर जीवनमा कहिल्यै भएको थिएन। हो साथीहरू सबै मिल्ने साथीहरू भएकोमा चाहिँ असाध्यै रमाइलो भएको, खुसी लागेको छ। अझै रमाइलो गरेर फेरि दोहोऱ्याएर आउने सबै साथीहरू मिलेर। ओके ल हाम्रो अर्को सर ल हामी प्लानिङ बनाएर हिँड्दै गर्दा यो गर्छौँ ऊ गर्छौँ भन्ने चाहिँ एउटा चाहिँ बनाइन्छ प्लानिङ होइन। त्यो अनुसार नै हामी चाहिँ प्लानिङ बनाए अनुसार नै रमाइलो गर्ने पाउने मौका मिल्यो होइन। अब चाहिँ अहिपछि पहिलोपटक यो क्षेत्रमा आइयो, पहिलोपटक हो, बिल्कुलै पहिलोपटक हो। बिल्कुलै र यहाँ चाहिँ आउँदाखेरि सबै कुरामा चाहिँ एकदमै चाहिँ कम्फर्टेबलको हिसाब भयो र साथीभाइसँग चाहिँ बस्दै गर्दाखेरि धेरै रमाइलो अनुभूत भयो। यस्ता मौकाहरू फेरि पनि जुराएर यही टिम चाहिँ फेरि अर्को लोकेसनमा जाने चाहिँ एकदम रमाइलो बनाउनु पर्छ। यात्रा कस्तो हुँदैछ? कस्तो भयो? एकदम रमाइलो छ। अबको झन् मौसमले पनि साथ दिएको छ। चिसो पनि अब रमाइलो गर्दै हामी अब चाहिँ रेडी हुँदै अब त्यसमा नै आउँदैछ। अर्को यो के हातमा यो के लिएर आउनु भएको छ? यो पाल्पा आइसके पछाडि उहाँले अनौठो चिज फेला पार्नुभयो उहाँले भन्नुहुन्छ आफै। हाम्रो जुन होटलमा हामी खाजा खाइयो त्यो होटलको साउले चाहिँ यो गिफ्ट होइन, यसको नाम दिनुभयो। यो बेल एकदम मिठो हुन्छ अरे। सुगरको रोगीले खाने अरे। अब म सायद चाहिँ सुगरको रोगी फेला पारेर म दिन्छु है, नत्र म आफै खान्छु। ओके यो कमल पोखरी पाल्पामा हामीले खाजा खाइसके पछाडि हाम्रो यहाँ दाईहरूले एकदमै यहाँबाट मायाको चिनो स्वरूप विभिन्न कुराहरू लिएर हिँडिराख्नु भएको छ। यति बेला फेरि मायाको चिनो देखाउनको लागि हाम्रो यहाँ साउजीले देखाएको विशेष गरी हाम्रो यो यहाँको हाम्रो दाइले ल न यो करेलाको अचार बनाएको छु। हजुर हामीलाई पनि मन पर्यो, हामीले यहाँ खाएको थियौँ, हामीलाई पनि मन पर्यो। रेडी आउँदाखेरि यहाँ आएर तपाईँले यो करेलाको अचार चाहिँ खाएर जानु होला। मैले त एक डिब्बै लिएर हिँडेको छु। एकदम मिठो मानेर एकदमै त्यस पछाडि लिएर पनि राम्रो, स्वास्थ्यको लागि पनि राम्रो हजुर होइन। प्रेसरदेखि लिएर हरेक कुरा राम्रो र टेस्ट पनि त्यत्तिकै राम्रो। भनेपछि यहाँ आइसके पछाडि खाली हात पनि फर्किनु पर्दैन र खाली पेट पनि फर्किनु पर्दैन एकदमै है। ल उहाँ चाहिँ अब एकदम यहाँ अताइराख्नु भएको छ अहिले चाहिँ। अब स्टेरिङमा हुनुहुन्छ हाम्रो एकदमै चर्चित दाई। ल हेर्नुहोस्
उतापट्टि हुनुहुन्छ कृष्ण राई। कृष्ण राई जय हो। अब चाहिँ अब कुष्माको यात्रा गर्दैछौँ रेडी हुँदै फेरि एकछिन त्यहाँ गएर रमाइलो गर्छौँ फेरि रेडीमा। हजुर। सबै साथीभाइलाई नआएका साथीभाइहरूलाई घुमाएर रमाइलो गराउने। अनि तपाईँले ल्याउन नसक्नुभएका साथीभाइहरू त यो भिडियो देखेर रिसाउनु हुनुभयो नि, अब के भन्नुहुन्छ उहाँलाई? फेरि पनि अवसर मिलाएर लिएर आउँछु। आज मेरो प्यारो भाइलाई लिएर आएको छु पहिले होइन। ल दाइ फेरि केही भन्नको लागि यता आउनुभयो? एकदमै। हजुर। हामी पर्वतदेखि रेडी आउँदाखेरि कालीगण्डीको कोरिडोर हुँदै आउँदैछौँ। 2.5 घन्टामा हामी रेडी पुग्या हो होइन। हामी इभी गाडी लिएर आएका छौँ होइन। यहाँ आउँदाखेरि पनि सिसिएस या जिबिटी चार्जलाई समस्या केही पनि छैन। अब रेडी हामी घुम्न जाँदैछौँ। पहिला हामी सिधै आयौँ, माथि आएर बस्यौँ, खाजा खायौँ। अब गएर रेडी पुल घुम्दैछौँ। रेडी पुलको चाहिँ तपाईँलाई अपडेट आउँदैछ। ओके ल है साथीहरू। ल जाम माथि जाने हो। ल हेर्नुहोस् यहाँ यो रेडी क्षेत्र हो। रेडी क्षेत्रमा एकदमै रमाउनेहरू पर्यटकहरू यस्तो रमाइराख्नु भएको छ, फोटो खिचिराख्नु भएको छ। ल है साथीहरू, यो रुरु क्षेत्रको यो तिनमुखे पुलमा हामी यति बेला आइपुगेका छौँ र यहाँ चाहिँ हाम्रो साथीहरू अगाडि गइसक्नु भएको छ। ल तपाईँले देख्न सक्नुहुन्छ यता तल रमाउनेहरू पनि हुनुहुन्छ। यहाँ धेरै साथीहरू चाहिँ यहाँ टिकटक बनाउँदै हुनुहुन्छ। एकदम यहाँ हल्का मलाई स्वास्थ्यमा पनि अलिकति थोरै समस्या भएको कारण खोकी लागिरहेको छ। त्यही पनि साथीहरूलाई यो देखाउने कोसिस मैले एकदमै जारी राखेको छु है। ल हेर्नुहोस् निकै मनमोहक छ यता गुल्मी स्याङ्जा पाल्पाको यो सङ्गम स्थल। निकै रमाइलो छ। हामी यो रेडी सबैलाई थाहै होला होइन। तपाईँ आउनुभयो त अहिले हावा चलिरहेको छ, पानी पर्ने अवस्था छ। हामी चाहिँ पर्वतदेखि आएको रमाइलो भइरहेको छ। एकदमै रमाइलो भइरहेको छ। ओके।